नेपाल स्टक एक्सचेन्ज नेप्सेको केही उपयोगी टिप्सहरू। स्नेहहरू सबैलाई नमस्कार। तपाईँहरूलाई आजको भिडियोमा स्वागत छ। आज हामी तपाईँलाई केही उपयोगी टिप्सहरू दिनेछौँ। नेपाल स्टक एक्सचेन्जमा लगानी गर्दा धेरै कुरामा ध्यान दिनुपर्छ, नत्र नाफा त परे जाओस् ठुलो घाटा समेत हुन सक्छ। त्यसैले आज हामी तपाईँहरूलाई केही उपयोगी टिप्सहरू दिनेछौँ। टिप नम्बर 1, रातो क्यान्डल आउँदा किन्ने, हरियो क्यान्डल आउँदा बेच्ने। नेप्सेमा नयाँ लगानीकर्ताहरूले गर्ने ठुलो गल्ती भनेको हरियो क्यान्डल आउँदा किन्ने र रातो क्यान्डल आउँदा बेच्ने हो। नेप्सेमा नयाँ लगानीकर्ताहरूले गर्ने ठुलो गल्ती भनेको बजार बढ्दा मात्र सेयर किन्ने हो। तर याद राख्नुहोस्, बजार तल जाँदा नै राम्रो अवसर हुन सक्छ। त्यसैले जब रातो क्यान्डल देखिन्छ तब किन्ने अवसर खोज्नुहोस्। तर याद राख्नुहोस्, यो बाइङ सिग्नल हो भनेर पुष्टि गर्न सपोर्ट लेभल हेर्नुपर्छ। टिप नम्बर 2, बजारको ट्रेन्ड पहिचान। सेयर बजारमा छिर्नु अगाडि बजारको ट्रेन्ड बुझ्नु अत्यन्त आवश्यक छ। बजार बुलिस बढ्ने ट्रेन्डमा छ या बियरिस घट्ने ट्रेन्डमा छ भन्ने बुझ्नको निमित्त मुभिङ एभरेज जस्तो इन्डिकेटरको प्रयोग गर्नुपर्छ। यदि बजारको मूल्य 50 डे मुभिङ एभरेज भन्दा बढी छ भने यो बुलिस ट्रेन्ड हो र बजार तल छ भने यो बियरिस ट्रेन्ड हो। यसलाई हेरेर लगानीको निर्णय लिनुहोस्। टिप नम्बर 3, बजारमा धैर्य राख्ने। धेरै लगानीकर्ताहरू बजारको सानो उतार चढावदेखि डराउँछन्, तर सफल लगानीकर्ताहरू धैर्य राख्छन्। बजारमा सानो उतार चढाव आउनु स्वाभाविक हो। त्यसैले आफ्नो रणनीति अनुसार अगाडि बढ्नुहोस्। तपाईहरूलाई यी टिप्सहरू अनुसरण गर्दा तपाईँको सेयर बजारको लगानी यात्रा अझ सुरक्षित र सफल बन्न सक्छ। तपाईँलाई यो टिप्स र ट्रिक्सहरू उपयोगी लाग्यो भने सेयर, सब्सक्राइब र लाइक गर्न नबिर्सिनुहोला।